सबैलाई नमस्कार। यो भिडियोमा यतिखेर तपाईँहरूले कालीगण्डकी बढेको दृश्य देख्न सक्नुहुन्छ। गैरातीको अविरल वर्षाको कारणले गर्दा आज कालीगण्डकीमा पानीको बहाव यो वर्षकै उच्च बिन्दुमा पुगेको छ। यस्तै गरेर रिडी खोला पनि बढेको देख्न सकिन्छ। यो दृश्य तपाईँहरूलाई यतिखेर मैले यो गुल्मी जिल्लाकै मात्र नभइकन गुल्मी, पाल्पा र स्याङ्जा जिल्लाको सङ्गम स्थलमा बनेको तीनमुखे पुलबाट यो भिडियो यतिखेर मैले लिइरहेको छु। यो अहिले यो तटबन्धले निकै राम्रो गरेको छ है। पानीसँग उठ्छ छ। फोटो खिच्ने आउने भिडियो बनाउने आउने मानिसहरूको घुइँचो देख्न सकिन्छ। र यो दृश्य अत्यन्तै सुन्दर छ। भिडियो अन्तिमसम्म हेरिदिनु हुनका लागि म हार्दिक अनुरोध गर्न चाहन्छु तपाईँ सम्पूर्णलाई। र यतिखेर यो रिडी खोला पनि बढेको देख्न सकिन्छ हामीले। यो गैरातीको पानीले गर्दा चाहिँ पानीको बहाव एक्कासी आज यसरी बढेको छ। हिजोसम्म पानीको बहाव सानो थियो, सामान्य अवस्थामा थियो। आज भने पानी चाहिँ एक्कासी यति ठुलो भएको छ, तर पनि कुनै खालको त्यस्तो खालको क्षति भने भएको छैन। भिडियो अन्तिमसम्म हेरिदिनु भएकोमा तपाईँ सम्पूर्णलाई हार्दिक धन्यवाद दिन चाहन्छु। साथै यस्तै खालका भिडियो हेर्नका लागि फलो गर्नुहोला। पुरै पसल लाग्यो।